Hello guys, welcome back to my another video. This was our first time making chatpati at our workplace. I have been here for a year now and I honestly cannot imagine this workplace without such amazing co-workers. So P2 ma'am र म चाहिँ कटिङ एन्ड प्रिपरेसनको इन्चार्ज थियौँ भने हाम्रो स्याड म्याम चाहिँ यहाँ हामीलाई इन्टरटेनमेन्ट गर्ने जिम्मा उहाँको थियो है। हामीले हँसाउँदै रमाइलो गराउँदै आफू चाहिँ त खाँदै नाच्नु हुँदै थियो। बिचारा प्रशंसा म्याम हाम्रो P2 भन्ने नन्ने हाम्रो सेक्रेटरी म्याम अमिले काट्न नसकेर मलाई दिनुहुँदैछ र म केही समयमा चाहिँ तपाईँभन्दा बलियो हुन्छु भनेर मलाई यहाँ गफ लाउनु हुँदै थियो क्या। सो त्यस पछाडि हामीले चाहिँ सबै कुरालाई मिक्स गऱ्यौँ। कस्तो राम्रो छ यो प्लास्टिक पनि सो मिठो छ जे भए पनि र सबै कुरा प्रिपेयर भइसके पछाडि चाहिँ अब हामी खानातर्फ लाग्यौँ र आई वाज आस्किङ एभ्री वान अबाउट देयर ओपिनियन। यहाँ चाहिँ मस्त मिठो छ भनेर सबैजनाले भनिरहनु भएको थियो। मैले पनि दबाएर खाँदैछु साथी। आज चाहिँ नो लन्च ओन्ली चटपटी है हाम्रो। सो हामीले चाहिँ खाएर पनि भ्याइसकेर प्लास्टिक मात्रै रहिरहेको थियो अनि हामीले चाहिँ सबै कुरा खाएर भ्याइसके पछाडि अब हेर्नुहोस् के हुन्छ है। आफूभन्दा ठुलो चप्पल लाएर कुर्ता लगाएको छु भन्दैमा पिलिक गर्दै त्यहाँ खुट्टै बाहिर निस्केला जस्तो गरेर हिँडिरहनु भएको थियो। त्यस पछाडि चाहिँ यहाँनिर फेरि हामीले उहाँलाई पेर्यौँ के सफा गर्नु यहाँनिर भनेर है। अब हाम्रो सेक्रेटरी म्यामले के भन्नुहुन्छ सुनौ है। गर्नु नि